आज मेरो छोरा चाहिँ भान्से हुने गरे तरकारी पकाउन लाग्छ। ल भयो भयो त्यही राख त्यो पहिला उसलकाऊ यहाँ सल्काऊ भयो 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 मसिनो नकाट्नु पर्दैन यहाँ सल्काऊ त लाइटर भुइँमा खरै सिधा बनाऊ कुनतिर हाल्ने त्यो तोरीको यतापट्टिको तल भुइँको यो कति पखान सुक्नु त्यो पहिला खरै सुकेपछि कस्तो हातमा भयो पहिलोपटक तरकारी पकाउँदैछ पहिले पटक त हैन भयो खरै सुक्यो हाल न नसकेन 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 भयो 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 तेल अलि तातेपछि प्याज हाल्ने है पखाउन तात्नु दियो भने ग्यास सानो हाल्ने बेला यहाँबाट हाल्छु म त सबै बट्यो चलो नि सारा चलो भयो 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 अलिक खरिदियो पहिला आलु हाल्छु नि पहिला आलु नचलाउ नचलाउ भयो भयो कि चलाउनु बेला भएको छैन भएन पुग्छ त्यति भएपछि त्यत्रो धेरै एकछिन ल अब तरकारी हाल अरू नपसिन हाल है पुग्छ झऱ्यो बट्याउनु पऱ्यो सबै कहाँ छ यहाँ घुटाहरू बेसार मसला हाल सम्झ है कति हाल्नुपर्छ भने बेसार त्यति हाल हाल्दै कि पक अरे भयो मसला हाल एक चम्चा भातको ग्यास सानो बनाऊ त भयो 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 भातको ग्यास सानो बनाऊ त्यो डढ्छ फेरि यो अलिकति पानी हाल अनि यो ढक्कन लगाऊ बन्द गरेर त्यो एकछिनलाई बन्द गरेर यो पानी हाल त यो थाल लिएर पानी हाल सँगै लिएर यो साइडमा राख ढाक्नुपर्छ के त्यो पानी हाल्ने बित्तिकै नातिकन है फेरि हो सिधा बनाऊ थाललाई माछा हिँड्दैछ त भयो